हामीसँग हबल स्पेस टेलिस्कोप छ। हामीसँग जेम्स वेब स्पेस टेलिस्कोप पनि छ। यी दुई टेलिस्कोपले युनिभर्सका अविश्वसनीय तस्बिरहरू हामीलाई देखाइसकेका छन्। तर अब नासा अर्को ठुलो स्पेस टेलिस्कोप लन्च गर्ने तयारीमा छ। प्रश्न उठ्छ, जब हबल र जेम्स वेब जस्ता टेलिस्कोप पहिल्यै छन् भने नासालाई फेरि अर्को टेलिस्कोप किन चाहियो? यसको उत्तर बुझ्न हामीले नासाले लन्च गर्न लागेको न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोपलाई बुझ्नुपर्छ। Nancy Grace Roman Space Telescope is now fully assembled, has completed testing. यो हो न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप, छोटकरीमा रोमन स्पेस टेलिस्कोप। नासाले यसले अगस्त 30, 2026 मा लन्च गर्ने लक्ष्य राखेको छ। यो टेलिस्कोपले हामीलाई युनिभर्सको एउटा यस्तो भाग हेर्न मद्दत गर्नेछ जुन हबल र जेम्स वेबले फरक तरिकाले मात्र अध्ययन गर्न सक्छन्। र यसको मुख्य लक्ष्यहरू मध्ये केही छन्: डार्क म्याटर, डार्क एनर्जी र एक्जो प्लानेट्सलाई अध्ययन गर्ने। स्पेस टेलिस्कोपहरू एउटै काम गर्न बनाइएका हुँदैनन्। उदाहरणका लागि हब्बलले आकाशको सानो भागलाई धेरै डिटेलमा अध्ययन गर्न सक्छ। यसले भिजिबल लाइट्सहरू क्याप्चर गर्छ र हाम्रो आँखाले हेर्ने जस्तै इमेज बनाउँछ। जेम्स वेबले इन्फ्रारेड लाइट सेन्स गरेर युनिभर्सका अत्यन्त टाढाका र पुराना अब्जेक्ट अध्ययन गर्छ। इन्फ्रारेड हाम्रो आँखाले देख्न नसक्ने किरण हो। यसलाई टेलिस्कोपले सेन्स गरेर एउटा रिप्रेजेन्टेटिभ कलर इमेज बनाउँछ जुन वास्तविक रूपमा त्यस्तो नै हुन्छ भन्ने छैन। तर रोमनको एप्रोच फरक छ। यसले एउटा वाइड एङ्गल कस्मिक क्यामेरा जस्तो सोच्न सक्नुहुन्छ। कल्पना गर्नुहोस्, हबलले एउटा ठुलो सहरको एउटा घरको धेरै डिटेल फोटोग्राफ खिचिरहेको छ। जेम्स वेबले अर्को घरभित्र के भइरहेको छ भनेर अझ गहिराइमा हेर्दैछ। तर रोमन चाहिँ एकैपटक पुरै सहरको ठुलो भागको तस्बिर खिच्दैछ। यसको उद्देश्य युनिभर्सको विशाल भागलाई सर्वे गर्नु हो। यसले भिजिबल र नियर इन्फ्रारेड किरणहरूलाई डिटेक्ट गर्न सक्छ। रोमनको प्राइमेरी मिरर लगभग 2.4 मिटर चौडा छ। यो हबलको मिरर जतिकै ठुलो हो। तर रोमनको वास्तविक शक्ति केवल मिररको आकारमा छैन, यसको वाइड फिल्ड अफ भ्यू हो। एक पटकमा हबल भन्दा धेरै ठुलो आकाशीय क्षेत्र अध्ययन गर्न सक्छ। अर्थात् हबल र जेम्स वेबले कुनै विशेष अब्जेक्टलाई अत्यन्त डिटेलमा अध्ययन गर्न सक्छन्। रोमनले चाहिँ अर्बौं ताराहरू र विशाल संख्यामा ग्यालेक्सिज भएको आकाशको ठूलो क्षेत्रलाई व्यवस्थित रूपमा सर्वे गर्नेछ। यसबाट एस्ट्रोनोमर्सले युनिभर्सको ठूलो स्केल पिक्चर बनाउन सक्छन्। अब आउँछ रोमनको सबैभन्दा ठूलो साइन्टिफिक मिसन मध्ये एउटा, डार्क इनर्जी। युनिभर्स विस्तार भइरहेको छ, तर समस्या के छ भने युनिभर्सको एक्सपेन्सन समयसँगै झन तीव्र गतिमा हुँदै गएको देखिन्छ। यस एक्सेलरेसनको पछाडि के छ हामीलाई पूर्ण रूपमा थाहा छैन। त्यसैले वैज्ञानिकहरूले यसलाई डार्क एनर्जी नाम दिएका छन्। नाम डार्क एनर्जी भए पनि यो कुनै ब्ल्याक सब्स्टान्स भन्ने होइन। यो वास्तवमा युनिभर्सको एक्सपेन्सन सम्बन्धी हाम्रो अहिलेको अज्ञात पक्ष हो। रोमनले अर्बौं ग्यालेक्सिजको डिस्ट्रिब्युसन र डिस्टान्स सम्बन्धी मेजरमेन्ट्स गर्न मद्दत गर्नेछ। यसबाट वैज्ञानिकहरूले एउटा ठूलो प्रश्नको उत्तर खोज्नेछन्: युनिभर्स किन यति तीव्र गतिमा फैलिरहेको छ? रोमनको अर्को ठूलो लक्ष्य हो डार्क म्याटर। हामी डार्क म्याटरलाई प्रत्यक्ष देख्न सक्दैनौँ। यसले भिजिबल लाइट इमिट वा रिफ्लेक्ट गर्दैन, तर त्यसको ग्रेभिटिजले ग्यालेक्सिज र लाइटलाई असर गर्छ। रोमनले धेरै ठूलो संख्यामा ग्यालेक्सिज अब्जर्भ गरेर तिनीहरूको सेप र डिस्ट्रिब्युसनमा भएको ग्रेभिटेसनल इफेक्ट अध्ययन गर्न सक्छ। यसरी वैज्ञानिकहरूले इन्भिजिबल डार्क म्याटर युनिभर्समा कहाँ र कसरी डिस्ट्रिब्युसन भएको छ भन्ने बारे अझ राम्रो म्याप बनाउन सक्छन्। अर्थात् रोमनले नदेखिने चिजलाई प्रत्यक्ष फोटोग्राफ गर्ने होइन, यसले अरू चिजहरूमा परेको प्रभावबाट त्यसलाई बुझ्न मद्दत गर्नेछ। र रोमनको स्टोरी डार्क म्याटर र डार्क एनर्जीमै सकिँदैन। यसले हजारौं एक्जो प्लानेट अर्थात् हाम्रो सोलर सिस्टम बाहिर रहेका प्लानेट्सलाई पत्ता लगाउन पनि मद्दत गर्नेछ। र यहाँ एउटा निकै रोचक कुरा छ, रोमनले ग्रेभिटेसनल माइक्रो लेन्सिङ जस्तो टेक्निक प्रयोग गर्नेछ। कल्पना गर्नुहोस्, एउटा टाढाको तारा हाम्रो अगाडि छ। अब त्यो ताराको अगाडिबाट अर्को तारा र त्यसको ग्रह गुज्रिन्छ। त्यो अगाडिको ताराको गुरुत्वाकर्षणले पछाडिको ताराबाट आएको प्रकाशलाई अलिकति मोड्छ।
यसले गर्दा पछाडिको तारा केही समयको लागि अलि चम्किलो देखिन सक्छ। रोमन टेलिस्कोपले प्रकाशमा आएको यही सानो परिवर्तनलाई पत्ता लगाउँछ। यसरी वैज्ञानिकहरूले त्यस्ता ग्रहहरू पनि पत्ता लगाउन सक्छन् जुन सामान्य तरिकाले पत्ता लगाउन निकै गाह्रो हुन्छ। यसबाट हामीलाई मिल्की वे ग्यालेक्सीमा कति ग्रहहरू छन् र ती कस्ता छन् भन्ने कुरा बुझ्न अझ धेरै मद्दत मिल्नेछ। अब फेरि हाम्रो सुरुवाती प्रश्नमा फर्कौं। यदि जेम्स वेब छ भने रोमन किनभने यी टेलिस्कोपहरू कम्पिटिटर होइनन्, तिनीहरू टिम हुन्। जेम्स वेबले कुनै ग्यालेक्सी वा प्लानेटलाई अत्यन्त डिटेलमा अध्ययन गर्न सक्छ। रोमनले चाहिँ पहिले ठुलो क्षेत्र सर्वे गरेर यहाँ इन्ट्रेस्टिङ अब्जेक्ट छ भन्न सक्छ। त्यसपछि वेब जस्ता टेलिस्कोपले अझ डिटेलमा अध्ययन गर्न सक्छ। यसरी रोमनले भविष्यका डिस्कभरिजका लागि कस्मिक ट्रिजर म्याप तयार गर्न सक्छ। रोमन स्पेस टेलिस्कोपको सबैभन्दा रोमाञ्चक कुरा यसले लन्च हुनु अघि नै हामीलाई थाहा भएको युनिभर्सलाई मात्र हेर्ने छैन। यसले हामीले अहिलेसम्म नदेखेका नयाँ ग्यालेक्सिज, नयाँ प्लानेट र नयाँ कस्मिक फेनोमेना पनि भेटाउन सक्छ। सायद यसले डार्क म्याटर र डार्क एनर्जी बारे हाम्रो बुझाइ परिवर्तन गर्नेछ। सायद यसले हजारौं नयाँ प्लानेट पत्ता लगाउनेछ, वा सायद यसले हामीले कल्पना नै नगरेको कुनै नयाँ डिस्कभरी गर्नेछ। र यही कारणले रोमन स्पेस टेलिस्कोप केवल अर्को टेलिस्कोप होइन, यो युनिभर्सलाई अझ ठुलो स्केलमा हेर्ने हाम्रो अर्को कदम हो। यदि तपाईलाई युनिभर्सका यस्तै रोचक कुरा मन पर्छ भने हाम्रो स्पेसलाई सब्स्क्राइब गर्न नबिर्सनु होला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।